हेलो सेवानी सबैजनालाई र आज चाहिँ फाइनली सन्डे चाहिँ हाम्रो ह्याप्पी सन्डे हुनु गइरहेछ है। आज चाहिँ हामी सबैजना फ्यामिलीहरू चाहिँ घुम्नु साथसाथ दलगाउँ क्याफे जाँदैछौँ र तपाईँलाई आज म त्यो भिडियो देखाउने चाहिँ आज चाहिँ हाम्रो फ्यामिलीको गेट टुगेदर प्लस आउटिङ भनौँ है र त्यसको भिडियो बनाउनु गइरहेको छु आज चाहिँ म र हामी त डुल्यौँ साथमा तपाईँलाई पनि डुलाउने छु। म र सुबोध चाहिँ बाइकमा गयो र यहाँनिर अगाडिको गाडीमा चाहिँ दादा भाउजू भाइ है आलिया आमा बाबा अन्वेषा पुचुकानीहरू थियो। हामी दुईजना त्यसरी बाइकमा नडुलेको त धेरै टाइम भइसकेको थियो र आज एकदमै राम्रो मौका पनि पायो र हामी यसरी भिडियोहरू गर्दै इन्जोय गर्दै गयौँ र हेर्नुहोस् त यस्तो राम्रो सिनहरू हरियाली है। हाम्रो गाउँमा चाहिँ यस्तो छ, बाटो एकदमै राम्रो र भिडियोहरूदेखि लिएर यसमा फोटोसुटहरू पनि कस्तो राम्रो आउँछ र तपाईँहरू पनि हेर्दै जानुहोस् ल, कति राम्रो राम्रो जग्गाहरू देखाउनेवाला छु तपाईँलाई। र अहिले चाहिँ हामी आधी बिचमा एकछिन बसिरहेछौँ है। आज चाहिँ हामी डुल्दै डुल्दै जानेछौँ। र अहिले चाहिँ हामी आइपुगेको छौँ 45। नमस्ते बडी। र अहिले चाहिँ हामी दलगाउँ आइपुग्यौँ। अर्डर गरिरहेको दामी चल्छ है क्याफे, टुरिस्टहरू पनि है। यहाँनिर दोकानमा चाहिँ हामीले एकछिन गाडी रोकेर है नानीहरूको लागि चिप्स र ठुलो मान्छेहरूको लागि निमाचा स्प्राइट चिप्सहरू लियौँ र फेरि आफ्नो बाटो लाग्यौँ। र हामी कहाँ गएको हो भने चाहिँ भ्यू पोइन्ट जाँदैछौँ। यो चाहिँ हो भ्यू पोइन्ट जाने बाटो। हेर्नुहोस् त कति सुन्दर जग्गा, साइड साइडमा फुलहरू है, हरियालीहरू, रुखहरू ठुलो ठुलो। हेर्नुहोस् त कस्तो दामी सिन देखिरहेछ। र यहाँदेखि चाहिँ पार्क इन्ट्री हुन्छ। यहाँ साइड साइडमा हरियाली देख्नुभएको चौरतिर हामीले पिकनिक खानु पनि सक्छौँ, ड्राई पिकनिक खानु सक्छौँ, प्लस वनभोज चाहिँ आफै पकाएर आगो बालेर पकाएर डान्सहरू गर्नु है, पिकनिक खानु सक्छौँ। तर जब हामी यहाँनिर मेन पार्कमा इन्ट्री हुन्छ तब चाहिँ हामीले फोहोरहरू है प्लास्टिकको कुराहरू फ्याँक्नु हुँदैन, आगोहरू बाल्नु हुँदैन।
आफ्नो यस्तो सुन्दर जग्गा चाहिँ हामी आफै गाउँको मान्छेहरू मिलेर है बचाउनुपर्छ किनभने यहाँनिर कतिजना टुरिस्टहरू आउनुहुन्छ होइन यस्तो सफाहरू देख्दा हरियाली देख्दाखेरि उनीहरूले पनि जग्गा जग्गामा भिडियोहरू पोस्ट गर्छ फोटोहरू खिचेर लान्छ है कति राम्रो प्रशंसा हुन्छ हाम्रो यहाँनिर दलगाउँ भ्यू पोइन्ट यस्तो राम्रो रहेछ सिनहरू यस्तो सफाहरूदेखि लिएर है सिनहरू यस्तो दामी दामी रहेछ भन्ने कुरा हुन्छ नि त हामीलाई पनि खुसी लाग्छ त्यस्तो गरेको सुनेको देख्यो भने है र जसले पनि फोहोर गरेको देख्छ है र जसले गर्छ हामीले सम्झाएर एकदमै स्टप गर्नुपर्छ है र हामीले चाहिँ आफ्नो गाउँकोहरूले नै यो एकदमै सुन्दर जग्गा चाहिँ हामी आफै जोगाएर राख्नुपर्छ है। र यहाँदेखि चाहिँ दलगाउँ भ्यू पोइन्टको चाहिँ एन्ट्री हुन्छ हेर्नुहोस् त कति राम्रो सुन्दर सफा हरियाली फुलै फुल भएको जग्गा छ है कति सफा हेर्नुहोस् त कति राम्रो। र अहिले चाहिँ हामी फिलहाल यहाँनिर भ्यू पोइन्ट दलगाउँ भ्यू पोइन्ट पुगेको छौँ है तपाईँले देख्नुहुँदैछ यहाँनिर एकदमै सुन्दर जग्गा र तपाईँहरू पनि यता आउनुभयो भने यहाँनिर चाहिँ आउनुहोस् होला एकदमै राम्रो जग्गा छ यो चाहिँ पिस शान्ति खालके हुन्छ नि फ्यामिलीसँगदेखि लिएर सोलो साथी सबैजना यहाँनिर आयो भने चाहिँ पिस पाउनुहुन्छ तपाईँले चाहिँ। बहिनी होइन थुइ हिँडेको सिँढीमा चढी माथि हेर्नुहोस् त यस्तो दामी भइरहेछ अहिले चाहिँ यहाँनिर फुलहरू फुलेर हेर्नुहोस् त यहाँ सबैजना चाहिँ आइपुगिसकेको थियौँ है यहाँनिर म र सुबु चाहिँ अलिकति लेट भयो हामी चाहिँ भिडियो गर्दै आउँदै थियो त्यही भएर लेट भयो र यहाँ हामी जाँदाखेरि त अन्वेषा त एकदमै डान्स गरिरहेको रहेछ उसको साथी पनि पाएछ उसले है क्युटिसहरू यहाँनिर हेर्नुहोस् त कति मजाले डान्स गरिरहेछ दुईजना। अन्वेषालाई चाहिँ डान्स गर्नु पुरा मन पराउँछ हो तर नजानी भए पनि उसले त्यही डान्स त्यही दिनैभरि गर्छ। आली आओ बिस्तारै आओ खुट्टा छिराउनु गरम भयो हाम्रोलाई चाहिँ चिसो चिसो हुन्छ भनेर लगाइदिएको हो ढिलो हुन्छ भनेर छैन नि झन् गरम हुन्छ भने त्यही पातला हुन्छ ठिकै हुन्छ भनेर त्यही मात्रै लगाइदिएको ढिलो हुन्छ भनेर कि लड्यो के रहेछ फोटो भुइँमै हेरेर बाबा फोटो खिचौँ न आउ न नचढिहाल त आउ न फोटो खिच्नु बाबा फोटो खिच्न आउनु नि जुसहरू खाइहाल्नु अरे ल
आज चाहिँ टुरिस्टहरू एकदमै बेसी थियो सायद सन्डे भएर होला है र देख्नु हुँदैछ होला टुरिस्टहरू पुरा चाहिँ इन्जोय गरिरहेछ आफ्नो आफ्नो र भ्युज पनि हेर्नुहोस् तपाईँहरूले है कति राम्रो भ्युज देखिरहेछ फोटो खिचिदिन्छु नि ल गरम एकदम बेसी टाउको ठोकिन्छ र सबै ठाउँ घुमेर है टाइम स्पेन्ड गरेर फ्यामिलीसँग चाहिँ अब चाहिँ हामी फर्किनेछौँ यहाँबाट निस्केर चाहिँ अब हामी चाहिँ मेन जग्गा जाँदैछौँ जहाँ हामी चाहिँ सबैजना फ्यामिलीहरू प्लान गरेर चाहिँ जानुपर्छ भनेर आएको थियौँ मर्जी जस्तो पाउँछ र हेर्नुहोस् त यहाँनिर चाहिँ पिकनिक खेल्दै रहेछ लाइट त थिएन अरे माथि थियो त है अब उयो हुन्छ बाई साइरा हत्तु बदमास हामी त आउने रहेछ सानो जिउकोहरू हामी चाहिँ कहाँ गएको हो भने चाहिँ हामी चाहिँ दलगाउँ क्याफे जाँदैछौँ है र अगाडि नै हामी अघि आउँदाखेरि नै अर्डर दिइराख्नु भनेको थियो तर लाइट नभएको कारणले चाहिँ हामी गर्नु अर्डर दिनु सकेनौँ र हामी एकदमै टेन्सन हुँदै जाँदै थियो त्यति बेला नि बल्ल बल्ल सबैजना फ्यामिली निस्केको होइन र लाइट छैन भने त अब केही त हुँदैन भनेर हामी सोच्दै जाँदै थियौँ है लाइट छैन भने के खानुपर्ने भन्दै तपाईँकोमा त कस्तो क्लियर आउँछ त तपाईँको 2021 ल साथी हो तपाईँलाई सिन देखाउँदा है डुलाउँदा भिडियो चाहिँ लामो भएछ है र क्याफेको चाहिँ म तपाईँलाई पार्ट 2 मा भिडियो ल्याएर आउने छु र जो पनि दलगाउँ क्याफे जानु भएको छैन है उनीहरूले चाहिँ हेरिदिनुहोस् होला त्यो भिडियो एकदमै राम्रो क्याफे डेकोरेसनहरू एकदमै राम्रो छ र जो पनि दलगाउँ भ्यू पोइन्ट जानु भएको छ को जानु भएको छ र कस्तो लाग्छ तपाईँलाई त्यो भ्यू पोइन्ट है के मनपर्छ कुन चाहिँ जग्गा मनपर्छ कुन चाहिँ प्लेस मनपर्छ त्यो कमेन्ट गरिदिनुहोस् होला र फेरि आउने छु तपाईँलाई अर्को पार्ट 2 लिएर त्यति बेलासम्म स्टे ट्युन बाई बाई गुड नाइट थ्याङ्क यू फर वाचिङ दिस भिडियो